हेलो वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। यतापट्टि म पनि सन्चै आरामै छु है। धेरै पछि भ्लग लिएर आएँ है। भ्लग ल्याउनुको कारण चाहिँ के हो भने यस्तो राम्रो ठाउँ है, यस्तो राम्रो ठाउँ छ। यस्तो राम्रो ठाउँमा तपाईँहरू पनि जानुभयो होला कतै है। जुगाड अलि लागेको छ है। भोलि चाहिँ काठमाडौँ जाँदैछु। मैले भ्लग चाहिँ अस्ति नै बनाउँछु भनेर सोचेको थिएँ कि, तर मैले भ्लग बनाउने अल्छी लाग्यो। मोबाइलमा चार्ज पनि छैन है गाइज, त्यही भएर मैले बनाएन। अनि आज चाहिँ बनाउन चाहन्छु है। आज चाहिँ बनाउँदैछु है। के भन्ने हो भने तपाईँहरूलाई किन जान्नु है। अनि के भन्नु है, यस्तै छ। त्यहाँ चाहिँ सानो चौतारा जस्तो छ। त्यहाँ यो चाहिँ के भन्छ भने नवबुद्धभन्दा तल छ नि गाइज। हो त्यो ठाउँमा आएको छु म चाहिँ। त्यो के भन्छ, खास चाहिँ यो गाउँलाई चाहिँ खरे गाउँ भन्छ है। म सानोमा आइसकेँ, सानोमा नि 2-3 चोटि आइसकेँ। अहिले पनि आएको छु होइन है। पहिला हामी यस्तो गर्थ्यौँ कि होइन, यस्तो हानी थाल्यो यसले होइन। यस्तो ल्याएन गाइज। पहिला हामीले चाहिँ योभन्दा नि यस्तो अहिले पिटी खान्थ्यो होला। पिटी खान्थ्यो भने स्कुलमा कम पिटी खान्थ्यो हामीले। स्कुलमा पिटी खाने त्यो त हामी नै हो नि है। ढिला जाने। अनि एकचोटि चाहिँ गाइज के भयो भने साइकलमा म र अनिस भन्ने साथी थियौँ। अनि त्यो यत्रो सानो यतिको भन्दा यतिकै थियो होला है क्याब। योभन्दा अलिकति ठुलो क्याब थियो होला। अनि त्यसमा अनिस र म चढेर साइकल ल्याएको झन्डै लडेको रहेछ गाइज। के गर्नु, गाह्रो छ अब यति भन्दै है। हेर्नु म दृष्टि देखाएको छु। यस्तो छ है मौसम त राम्रो छ गाइज। यस्तो राम्रो छ मौसम। के भन्नु मौसम त छैन। मेरो चप्पल धुने बेला भइसकेको छ है। अब बनाउनु छ, कति काम छ मेरो, नुहाउनु छ। भोलि काठमाडौँ जाँदैछु। भोलि काठमाडौँ जानु छ। अस्ति नै आएको 3-4 दिन भइसक्यो। केराको बोट छ यहाँ। यो चाहिँ अहिले घुम्ने हो गाइज। यो मैले अलिक धेरै हुन्छ अलिक। यो अझै म पुग्छु होला। अहिले हेर्नु म उभिएको देखाउँछु तपाईँलाई है। हेर्नु न ल गाइज, तपाईँहरूलाई कान छेर्नु मन लाग्छ नि। यसले पनि छेर्न आउँछ, यसले पनि छेर्न आउँछ। यसले पनि कान छेर्छ। यसले कान छेर्छ नि। मैले त छेरेको अब निकाल्नुपर्छ। धेरै बस्यो कान छेरेको। यो बाबडी थाहा छ गाइज। यसको यो ठुलो होइन, एकदम मगमग बस्नु छ यसको। कस्तो मगमग बस्नु है। तल देख्नु माथि आइसक्यो स्याल है। म अहिले पछि भारी बोकेको देखाउँछु तपाईँलाई है। अहिले चाहिँ